रामको जीवन सबैले सपना देखे जस्तो थियो। उनी विवाहित थिए, सफल थिए र उनीसँग धनको कुनै कमी थिएन। तर उनले भेटे सीतालाई। सीता अविवाहित थिइन् र एक सानो पुस्तकालयमा काम गर्थिन्। उनीसँग भौतिक सुख थिएन, तर उनको अनुहारमा एक प्रकारको अविचलित शान्ति थियो। उनीहरूको भेट नियमित थियो, सधैँ किताबको कुरामा, जीवनको सानो हाँसोमा। रामले आफ्नो मनमा एउटा नयाँ भावना बढेको महसुस गरे। त्यो शारीरिक आकर्षण थिएन, न त सम्बन्ध तोड्ने चाहना। त्यो त केवल सीतासँग हुँदा उनको हृदयले महसुस गर्ने असीम शान्ति थियो। उनी विवाहित थिए, सीता गरिब थिइन्, तर पनि रामले बुझ्न सकेनन् यो भावना कहाँबाट आयो। यो मैले खोजेको प्रेम थिएन, यो त अन्जानमै मनमा बसेको एउटा सत्य थियो। एक दिन रामले सीतालाई टाढाबाट हेरिरहेका थिए। सीताले आफ्नो खाजा एकजना भोको बालकलाई खुवाउँदै थिइन्। रामले त्यो दृश्य देखेर बुझे, लामो विराम। प्रेमले कसैको ब्याङ्क ब्यालेन्स हेर्दैन, प्रेमले कुनै नातापत्र खोज्दैन। प्रेम त केवल प्रेम हो, जसले अर्को आत्माको खुसीमा आफ्नो खुसी खोज्छ। रामले त्यो दिन आफ्नो वैवाहिक जीवन छोडेनन्, न त सीतालाई कुनै असम्भव प्रस्ताव राखे। उनले केवल आफ्नो मनमा त्यो शुद्ध भावनालाई सधैँ सम्मानका साथ राखे। उनले बुझे, प्रेम कसैलाई पाउनु होइन, प्रेम त केवल कसैको खुसीको लागि बाँच्नु हो। र त्यो नै जीवनको सबैभन्दा ठूलो सत्य थियो।